वर्क एज द स्पिरिट अफ द जेनजी। जेनजीको तपाईँको छैन स्पिरिट अनुसारको काम गर्छ श्रम संस्कृतिले, र श्रम संस्कृतिले एउटा अनुरोध पनि गर्छ जेनजीलाई, अब हामी सबै मिलेर बाँझो बारी खनौँ, तपाईँहरू पनि आउनुहोस्, गैँती लिएर कोदालो लिएर। मैले प्रतीकात्मक हिसाबले भन्दैछु, कोदालो नै लिएर नखन्नुला, अन्य कुनै मेसिन लिएर पनि खन्न सकिन्छ, तर म के भन्दैछु भने जोसको कुरा हो, स्पिरिटको कुरा हो। बाँझो नेपाललाई चिर्नका लागि तपाईँहरूले मलाई सघाउनुहुन्छ? सघाउने हातहरू हेरौँ न त, यतिका हातहरू एकपल्ट देख्न चाहन्छु। सबै मिलेर एकचोटि भनौँ त, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस्, सबैजनाले भन्नुहोस्, 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौँ? देश देश देश। त्यसो भएको कारणले अझै जोडले भनौँ, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। हामी सबैजना श्रमदाता बन्न तयार हो? श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झन्डा छैन। आफ्नो झन्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झन्डाको मोह हराउँदै जाँदो रहेछ, देशप्रतिको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झन्डा हो भनेर त्यही बोकेर बस्नु पर्दो रहेछ भनेर हामीले झन्डा राखेन। मन पर्यो तपाईँहरूलाई? मन पर्यो है? हामीले कुनै उच्च नीच नहोस् भनेर समतामुखी तपाईँको छैन हाम्रो श्रम संस्कृति बनाउनु पर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छैन। यो पार्टीमा सबै मान्छे श्रमदाता।